सोचौँ न, यदि म यो विकेन्ड 2 दिनको छुट्टी लिएर म कतै घुम्न गएँ भने, घुमेर फर्किएर आएपछि म अफिस खुसीका साथ जान्छु होला। अफिसभित्र छिर्दा नै मन हल्का हुन्छ, जुनसुकै काम दिए पनि मनमा भारी लाग्दैन र म हाँसी खुसी उत्साहका साथ काम गर्न सक्छु। तर अब अर्को अवस्था पनि सोचौँ है त। त्यही विकेन्डमा म कतै नगई घरमै बसेँ, घरको काम गरेँ, बच्चाबच्ची र परिवारको हेरचाहमै समय बित्यो। मैले आफ्नो लागि केही पनि गरिनँ। त्यसपछि सोमबार अफिस जाँदा म नयाँ ऊर्जा लिएर होइन, उही थाकेको अवस्थामा जान्छु। यस्तो बेला काम दिँदा पनि म त्यति उत्साहित हुँदिनँ, न त काममा 100% दिन नै सक्छु, किनभने म पहिल्यै थाकेको हुन्छु। यसैले हाम्रो जीवनमा आफूलाई समय दिनु, आफूलाई माया गर्नु अत्यन्तै जरुरी छ। जब हामी आफूलाई समय र माया दिन्छौँ, तब हाम्रो करियर, जीवनप्रतिको सोच र काम गर्ने तरिका सबै सकारात्मक रूपमा बदलिन्छ।